पोखराको पृथ्वी चोकको बस पार्क डोजर लागिसके पछाडि कस्तो भयो त? कस्तो भयो? तपाईँलाई मलाई देखाउन चाहन्छु। एकचोटि देखाउनु होला। यताबाट यताबाट उतासम्म देखाउनु होला। अनि मेन रोड हेर्न सक्नुहुन्छ त्यहाँ छ। अनि त्यो अनि यता पनि देखाउनु होला। तपाईँको त्यो देखाउनु होला नि। त्यहाँ त्यो टुप्पोबाट यतासम्म तपाईँको डोजरले सबै फालेको छ हेर्न सक्नुहुन्छ। अनि त्यसपछि तपाईँको अहिले चाहिँ यहाँ यति बसहरू छन्, यति धेरै बसहरू पार्किङ अहिले पनि छन् हेर्न सक्नुहुन्छ। र विशेष त तपाईँले जुन सुकुम्बासी देख्नुभयो नि, यहाँ चाहिँ तपाईँको सार्वजनिक जग्गामा मिचेर सरकारको जग्गा मिचेर अवैध रूपमा संरचना बनाएर कुनै एक व्यक्तिले भाडा उठाएर खाइरहेका थिए। अनि त्यो महानगरले बालेन सरकारले सबै त्यो हटायो, डोजर लगायो। अनि अहिले चाहिँ यस्तो राम्रो बनेको छ हेर्न सक्नुहुन्छ। यो अब ढलन यो सबै यो व्यवस्थित बन्छ, राम्रो बन्छ। राम्रो बनिसके पछाडि पनि तपाईँले मैले देखाउँला। र अर्को कुरा तपाईँले पारी देख्न सक्नुहुन्छ। पारीबाट यतासम्म त्यो बस्तीहरू त्यो यो भनेको बस पार्कको जग्गा हो। यो भनेको यो जुन बस पार्कको यो तयारी भएको छ नि, यहाँ चाहिँ बस पार्क बन्ने भनेर यो जग्गा छ नि, त्यही जग्गामा पर्छ। जग्गा पनि बस पार्कको त्यो जग्गा हो, त्यो पनि फालिनेवाला छ हेर्न सक्नुहुन्छ। सुकुम्बासी यो पारीको त्यो पनि फालिनेवाला छ। तर सुकुम्बासी त्यहाँ वास्तविक सुकुम्बासी कति छन्, वास्तविक सुकुम्बासी कति छैनन् भन्ने कुरा महानगरले त्यो तथ्य सङ्कलन गरिसकेको छ। तथ्य सङ्कलन गरिसके पछाडि पनि जग्गाहरू हेरेको छ, ठाउँ ठाउँमा जग्गाहरू तयार पारेको छ अनि दिने भनेको छ। त्यहाँ चाहिँ केही समय पछाडि डोजर लाग्छ किनभने त्यहाँ बस पार्क बन्ने नै हो। अहिले भने यस्तो छ, यहाँ हेर्न सक्नुहुन्छ। पहिलाको अवस्था एकदमै गन्जागोल थियो। तपाईँको गल्ली गल्ली एकदमै फोहोर थियो, मान्छेहरू त्यही किसिमबाट हिँड्थे। तपाईँको त्यही किसिमको भद्रगोल चाहिँ पहिला थियो। अहिले हेर्दा पनि साधारणतया अहिले हेर्दा पनि एकदमै व्यवस्थित देखिन्छ। अब यो पुरै ढलन हुँदा, एकदमै पिच हुँदा, यहाँ व्यवस्थित हुँदा होइन, रङ रोगन गर्दा सोच्नुहोस् पोखराको बस पार्क कस्तो होला, व्यवस्थित बन्छ कि बन्दैन? बन्छ होला, यत्रो तयारी भइसके पछाडि होइन। यस्तो छ हेर्न सक्नुहुन्छ। तपाईँलाई मैले देखाएको छु। र बस पार्कको एरिया चाहिँ तपाईँको उता एयरपोर्टबाट यतिसम्म हो। यहाँ धेरै बसहरू रोक्छन् हेर्न सक्नुहुन्छ। पोखरामा त्यति राम्रो बस पार्क छैन। नभएको कारणले गर्दा यहाँ अब बन्छ। यहाँ धेरै बसहरू छन्। एकचोटि बसको सङ्ख्या पनि देखाउनु होला। अहिले चाहिँ अलिक कम छन्। बेलुका चाहिँ एकदमै धेरै हुने गर्छन् हेर्न सक्नुहुन्छ। बेलुका एकदमै धेरै बस हुन्छ। अहिले चाहिँ यति छ। तपाईँको बेलुका 9-10 बजे हेर्न सक्नुहुन्छ। एकदमै उताबाट सबै यो रन एरिया ग्याप रन क्या, त्यति बस हरू यहाँ पार्किङ हुन्छ। अब कति बसहरू राम्रोसँग पार्किङ हुन्छ भन्ने कुराहरू हेर्न सक्नुहुन्छ तपाईँले। महानगरपालिकाले हटाइसकेको छ। बस पार्क कस्तो बन्यो? बन्दैछ त, डोजरले हटायो। तर हटाइसके पछाडि पहिलाको बस्ती र अहिलेको बस्तीमा अहिलेको यो फालिसकेको छ नि जुन ग्राउन्ड, त्यसमा कस्तो